हुन त म त्यस्तो बुढो भएको छैन है, दारीजुङ्गा आएर मात्रै हो, मान्छे त 16 वर्ष नै हो। तर हामी बच्चा हुँदाका आमाहरू र अहिले भर्खर आमा हुँदै गरेका आमाहरू बिच मैले एकदम धेरै भिन्नता देख्छु क्या। अचलहरूका आमाहरूले आफ्नो बच्चालाई गर्ने व्यवहार र हामी बच्चा हुँदा हाम्रा आमाहरूले हामीलाई गर्ने व्यवहारमा एकदम भिन्नता देख्छु क्या। आजकलभोलिका बच्चाहरू यसो लडे भने पनि आमाहरू एकदम आत्तिने है, मेरो छोरालाई के भयो, रोयो, चिन्तित हुन्छ नि रोयो भने। पहिला हाम्रो पालामा त्यस्तो हुँदैन थियो। हाम्रो पालामा यसो हामी खेल्दा लडियो भने पनि अनि लडेर रोइयो भने पनि आमाहरूले त्यही माथि त्यो लडेको माथि 2 थप्पड लाएर मैले ऐनी तँलाई नचौ भनेको होइन, चप नगर भनेको होइन भनेर 2 थप्पड त्यही थप्थे क्या। तर आजकलभोलिका आमाहरूले त्यस्तो गर्दैनन् नि त, 2 थप्पड 3 थप्पड हान्दैन नि त। अनि आजकलभोलिका आमाहरू आफ्नो बच्चाहरू रोयो भने मिठो खानेकुराहरू लिएर दिने, खेलाउनाहरू लिएर दिने गर्छ नि त। त हामी बच्चा हुँदाखेरि त्यस्तो हुँदैन थियो। हामी कहिले रोइयो भने पनि त्यही रोएको बेलैमा 2 थप्पड हानेर चुप किन भन्दै फेरि थप्पड हान्थे। रोएको मान्छेलाई थप्पड हानेर चुप लगाउँथे।